हेलो गाइज नमस्ते सन्चै हुनुहुन्छ होप हजुरहरू आरामै हुनुहुन्छ होला। आजको भिडियो रहेको छ हाउ टु ओपन अर क्रिएट अ युट्युब च्यानल। अनि यो हुन्छ नि एज अ बिगिनर सबैलाई टेन्सन हुन्छ क्या, युट्युब च्यानल कसरी खोल्ने होला त, के गर्ने होला, अनि के गर्नुपर्छ के गर्नु पर्दैन। आज चाहिँ यो भिडियोमा मैले सबै कभरअप गर्छु। अनि यो चाहिँ एकदम बिगिनर फ्रेन्डली छ, त्यही भएर फर्स्ट टु लास्ट हेर्नु होला। अनि यसमा मैले चाहिँ अब कसरी गुगल एकाउन्टहरू क्रिएट गर्ने अनि कसरी भिडियो अपलोड गर्ने सबै कुराहरू भन्न गइरहेको छु। ल सुरुमा चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ आफ्नो निच क्रिएट गर्नुपर्छ क्या। निच भनेको चाहिँ के हो भन्ने होला त। अब निच भनेको चाहिँ हजुर के कुरामा प्यासनेट हुनुहुन्छ त त्यसलाई भन्छ निच। अब जस्तो कुकिङ भिडियोज, अब कुकिङमा प्यासनेट हुनुहुन्छ कि हजुर, अनि ट्राभलमा प्यासनेट हुनुहुन्छ कि, अनि भ्लग्समा प्यासनेट हुनुहुन्छ कि, टेक ट्युटोरियल्समा प्यासनेट हुनुहुन्छ कि, अनि डेली लाइफ भ्लग्स भयो, अनि इन्फर्मेसन भिडियोमा हुनुहुन्छ कि, मोटिभेसन हुन्छ कि, जिम हुन्छ कि, केमा हुनुहुन्छ त हजुर प्यासनेट। अनि त्यो कुरालाई चाहिँ आफ्नो निच भन्छ। त्यो चाहिँ हामीलाई थाहा हुनु पऱ्यो क्या। पहिला गुगल एकाउन्ट युट्युब च्यानल क्रिएट गर्नुभन्दा अगाडि चाहिँ यो कुरा थाहा भयो भने चाहिँ हामीलाई एकदम इजी हुन्छ है पछि गएर। त्यही भएर आफ्नो निच फाइन्ड आउट गर्नु। अनि त्यसपछि चाहिँ अब युट्युब च्यानल चाहिँ कसरी क्रिएट गर्ने अब म भन्छु। सुरुमा चाहिँ हामीलाई चाहिन्छ गुगल एकाउन्ट। गुगल एकाउन्ट नभइकन तपाईँको युट्युब च्यानल खोल्न सकिँदैन। त्यही भएर चाहिँ गुगल एकाउन्ट चाहिन्छ। यदि तपाईँको गुगल एकाउन्ट छ भने वेल एन्ड गुड, छैन भने चाहिँ कसरी क्रिएट गर्ने म भन्छु। म एउटा सर्ट क्लिप हजुरको चाहिँ त्यहाँ एड गरिदिन्छु। अनि त्यो कसरी गर्ने भनेर चाहिँ त्यसले सबै देखाइरहेको हुन्छु म त्यसमा चाहिँ। अनि सुरुमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ यु लेखेको अप्सन हुन्छ, त्यहाँ मैले गोलो पनि लगाइदिएको छु, त्यहाँ हेर्नु होला। अनि त्यसपछि साइन इन भन्ने अप्सन आउँछ। साइन इन अप्सन आएपछि त्यहाँ साइन इन गर्नु होला। त्यसपछि एड एकाउन्ट, अब तपाईँको थुप्रै एकाउन्टहरू छ भने एड एकाउन्ट आउँछ, नभए चाहिँ तपाईँको क्रिएट भनेर आउँछ, एकाउन्ट भनेर आउँछ। त्यसपछि त्यहाँ जानु होला। अनि तपाईँको एकाउन्ट छ भने त साइन इन गर्नु गुगलमा होइन, छैन भने चाहिँ क्रिएट एकाउन्टमा जानु। अनि क्रिएट एकाउन्टमा गएर चाहिँ तपाईँले चाहिँ क्रिएट गर्नु। त्यसमा चाहिँ अब हजुरको नाम, पहिलो नाम, त्यसपछि चाहिँ अनि लास्ट नेम, अनि त्यसपछि तपाईँको डेट अफ बर्थ, यस्तो यस्तो इन्फर्मेसनहरू चाहिन्छ। त्यो इन्फर्मेसन सबै फिलआउट गर्नु। अनि इन्फर्मेसन फिलआउट गरिसकेपछि तपाईँको चाहिँ एकाउन्ट रेडी हुन्छ। अनि त्यसपछि आई एग्री टु टर्म्स एन्ड कन्डिसन्स गर्नु। अनि एग्री गरेर चाहिँ उ गर्नु। त्यसपछि गुगल एकाउन्ट रेडी भयो। त्यसपछि अनि तपाईँको त्यसमा पनि अर्को भिडियो हाल्छु कसरी क्रिएट च्यानल गर्ने भने। अनि क्रिएट च्यानलमा जानु। अनि तेस्रोमा रहेको छ होइन आफ्नो च्यानल क्रिएट गर्ने। अब तपाईँले गुगल एकाउन्ट रेडी गरिसक्नुभयो, अनि साइन इन पनि गरिसक्नुभयो। त्यसपछि अब त्यसमा तपाईँको एउटा अप्सन आउँछ क्या क्रिएट च्यानल भनेर होइन, त्यो च्यानल क्रिएट गर्नु पऱ्यो। क्रिएट गरिसकेपछि तपाईँको नाम राख्नुपर्ने हुन्छ। अब नाम चाहिँ कस्तो राख्नु भन्दा चाहिँ तपाईँको कन्टेन्टलाई रिफ्लेक्ट गरोस् क्या एकदम। अनि सर्ट इजी टु रिमेम्बर खालको होस् होइन, एकदम क्याची होस्, आँखा एकदम झ्याप्प हुन्छ नि हेर्दाखेरि पनि ओहो भन्ने टाइपको होस्। अनि लामो चाहिँ नहोस् होइन। अनि त्यही नै हो। अनि त्यसपछि चाहिँ हजुरले के गर्नुपर्छ भन्दाखेरि चाहिँ प्रोफाइल पिक्चर एड गर्नुपर्छ। प्रोफाइल पिक्चर एड गर्नुहोस्, अनि ब्यानर एड गर्नुहोस्। अनि प्रोफाइल पिक्चर तपाईँको जस्तो राखे पनि हुन्छ, नर्मल हजुरको फोटो राखे पनि हुन्छ, तर ब्यानर चाहिँ स्पेसली तपाईँले के कन्टेन्ट बनाउनुहुन्छ त्यसलाई रिफ्लेक्ट गर्ने तरिकाले बनाउनु होला। अनि ब्यानरको लागि चाहिँ मैले चाहिँ क्यानभा युज गर्छु। त्यो चाहिँ एकदम फ्री टेम्प्लेट्स हो, त्यहाँ पाउन सक्नुहुन्छ हजुरले युट्युबको लागि ब्यानर। त्यसको लागि चाहिँ मैले लिङ्क चाहिँ डिस्क्रिप्सनमा राखिदिन्छु, त्यो हेर्नु होला। एकदम सजिलो छ, तपाईँ इजिली बनाउन सक्नुहुन्छ फ्री टेम्प्लेट्सहरू क्यानभाबाट। अनि ब्यानर भयो, युट्युब थम्बनेलहरू भयो, त्यहीँबाट पाउन सक्नुहुन्छ। मैले चाहिँ वेबसाइटको लिङ्क चाहिँ मैले तल डिस्क्रिप्सनमा राखिदिन्छु। अनि एकदम हेल्पफुल छ बिगिनरको लागि, एकदम बिगिनर फ्रेन्डली छ, त्यो युज गर्नु होला। अनि तपाईँलाई ब्यानर कस्तो खालको बनाउने भन्ने मन लाग्यो भने चाहिँ मेरो प्रोफाइल खोलेर चाहिँ हेर्नु होला, त्यहाँ मैले ब्यानर बनाएको छु, त्यो टाइपको बनाउँदा हुन्छ। अब त्यही नै हो ब्यानरको लागि र उसको लागि चाहिँ प्रोफाइलको लागि। अनि त्यसपछि आउँछ हजुरको च्यानल त बनाउनु भयो, अब तपाईँले डिस्क्रिप्सन एड गर्नु पऱ्यो। कस्तो खालको डिस्क्रिप्सन एड गर्ने त। अनि डिस्क्रिप्सन पनि एकदम छोटो मिठो, आफूले के गर्नुहुन्छ, अब तपाईँको भिडियो कन्टेन्टहरू होइन, कन्टेन्टहरूको लागि के गर्नुहुन्छ त्यो टाइपको मात्र डिस्क्रिप्सन राख्नु होला क्या, एकदम छोटो मिठो। अब तपाईँको हुन्छ नि युट्युबलाई रिफ्लेक्ट गर्नु क्या, तपाईँले के गर्नुहुन्छ त्यसलाई रिफ्लेक्ट गर्नु पऱ्यो, त्यस्तो खालको बनाउनु होला, एकदम सर्ट एन्ड इजी। अनि त्यसपछि अब तपाईँले सबै बनाउनु भयो, गुगल एकाउन्ट बनाउनु भयो, आफ्नो निज पनि थाहा भयो तपाईँलाई, अनि गुगल एकाउन्ट बनाउनु भयो। त्यसपछि तपाईँले च्यानल पनि क्रिएट गर्नुभयो, अनि प्रोफाइल पिक्स पनि हाल्नुभयो, ब्यानर पनि बनाउनु भयो। अनि त्यसपछि अब के गर्नु पर्यो त, अब भिडियो बनाउनु पर्यो। अब भिडियो कसरी बनाउने अनि कसरी अपलोड गर्ने भन्दाखेरि चाहिँ
भिडियो चाहिँ तपाईँले नर्मली आफ्नै क्यामेरा युज गर्न सक्नुहुन्छ अहिलेको लागि। तपाईँलाई अहिले धेरै नाना थरी कुराहरू केही पनि चाहिँदैन, जस्ट हजुरको आइफोन छ भने आइफोनको क्यामेरा युज गर्नु। अनि माइक्रोफोन पनि अहिलेको लागि बिगिनरको लागि केही चाहिँदैन, तपाईँको मोबाइल नै काफी छ, त्यो युज गर्ने होला। अनि भिडियो बनाउनको लागि चाहिँ कन्टेन्ट सुरुमा चाहिँ के भन्दा कन्टेन्ट रेडी पार्नु क्या। अब तपाईँको कन्टेन्ट रेडी पार्नु भएन भने चाहिँ तपाईँलाई गाह्रो हुन्छ, पछि अब के भने कसो गर्ने, बिचमा अलिकति रोकिने ओर्ने कन्फिडेन्स पनि आउँदैन क्या, त्यस्तो हुन्छ। त्यही भएर चाहिँ कन्टेन्ट रेडी पार्नु होला अनि अलिकति प्रिपरेसन गर्नु होला। अनि त्यसपछि प्रिपरेसन गरिसकेपछि अलिकति अब आफूले कुन कन्टेन्टमा बनाउने हो त्यो अलिकति रिसर्च गरेर यताउता बनाइसकेपछि चाहिँ एडिट गर्नु, भिडियोलाई एडिट गर्नु। एडिट गरिसकेपछि त्यो तपाईँले एडिट गरेर रेडी पारेर भिडियोलाई चाहिँ अब अपलोड गर्न रेडी पार्नु होइन। अनि अपलोड गर्नलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ सुरुमा चाहिँ अब म तपाईँलाई एउटा भिडियो सर्ट यता साइडमा राखिदिन्छु, भिडियो चाहिँ कसरी अपलोड गर्ने भनेर। सुरुमा चाहिँ त्यो हुन्छ नि युट्युबमा तपाईँको होम पेजमा गएर प्लस बटन थिच्नुहोस्। प्लस बटन थिचिसकेपछि तपाईँको उसमा आउँछ, ग्यालेरी आउँछ होइन। ग्यालेरीमा गएर चुज गर्नु कुन भिडियो तपाईँले बनाएको छ नि, अघि बनाएर रेडी पारेर एडिट गरिसकेको भिडियो तपाईँले डाउनलोड गरेर राख्नुहोस् र अनि त्यसपछि त्यसलाई चाहिँ क्लिक गर्नुहोस् र क्लिक गरिसकेपछि नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरिसकेपछि तपाईँको त्यो उसमा आउँछ अनि एड टाइटल भन्ने आउँछ, डिस्क्रिप्सन आउँछ अनि इज दिस भिडियो मेड फर किड्स भन्ने आउँछ, यताउति सबै आउँछ। त्यो भए चाहिँ अनि तपाईँको माथि चाहिँ एउटा इमेज जस्तो भएर प्लस साइन आउँछ क्या। अनि यहाँ भिडियोमा पनि मैले राखेको छु, हेर्नु होला। त्यो प्लस साइन क्लिक गर्नु अनि प्लस साइन क्लिक गरिसकेपछि त्यसमा ब्यानर एड गर्नु। अनि तपाईँको ब्यानर होइन, थम्बनेल एड गर्नु होइन। अनि थम्बनेल एड गरेर चाहिँ तपाईँको त्यो चाहिँ क्यानभाबाट रेडी गर्नु होला। क्यानभा चाहिँ तपाईँको फ्री वेबसाइट हो, त्यहाँ चाहिँ तपाईँको युट्युब थम्बनेल राम्रो राम्रो आउँछ, त्यो युज गर्नु। अनि थम्बनेल चाहिँ अलिकति एकदम हुन्छ नि ब्राइट र अनि क्याची टाइपको होस् क्या। अनि थम्बनेल चाहिँ कस्तो हुनु पर्यो भन्दाखेरि चाहिँ तपाईँको कन्टेन्टसँग म्याच हुनु पर्यो क्या थम्बनेल चाहिँ होइन। अनि आउट अफ कन्टेक्स्ट हुनु भएन क्या, एकदम तपाईँले अब जे भिडियो बनाइरहनु भएको छ त्यसलाई नै म्याच गर्नु पर्यो, त्यसलाई नै समराइज टाइपको एउटा बनाउनुहोस्। त्यो थम्बनेल क्रिएट गरिसकेपछि थम्बनेल त्यहाँ अनि गरेर हाल्नुहोस्, थम्बनेल हालेर अनि रेडी पार्नुहोस्। अनि टाइटल, अनि त्यसपछि टाइटल लेख्नु। अब तपाईँको भिडियो के को बारेमा हो त होइन। अब जस्तो मेरो यो भिडियो छ अब हाउ टु मेक युट्युब च्यानल इन 2025 एज अ बिगिनर फ्रेन्डली होइन। अब म चाहिँ यो टाइटल हाल्छु, यस्तै टाइपको क्याची र इन्फर्मेटिभ एकदम सर्ट एन्ड इजी टाइटल हुनु पर्यो, त्यो हाल्नुहोस्। अनि डिस्क्रिप्सनमा चाहिँ अब तपाईँले के गर्नु भएको छ त त्यो एकदम अलिकति हुन्छ नि डिस्क्राइब गरेर हाल्नु, यो सबै कुराहरू गरेकोहरू। अनि किवर्ड्सहरू युज गर्नु, ह्यासट्यागहरू गर्नु। अनि यो गऱ्यो भने चाहिँ तपाईँको भिडियो हुन्छ नि अलिकति बोर्डर अडियन्समा जान्छ कि, अलि लार्ज अडियन्सहरूमा जान्छ अनि अडियन्सहरूले चाहिँ हेर्छ। अनि डिस्क्रिप्सन एड गरिसकेपछि तपाईँको भिडियो चाहिँ युट्युबले सजेस्ट गर्छ होइन। अब तपाईँको के टपिक रिलेटेड हो, के कन्टेन्ट हो, त्यही अनुसार अब हुन्छ नि तपाईँको युट्युबले होम पेजमा हाल्छ अनि त्यही अनुसार अडियन्सले हेर्छन्। अनि त्यो गरिसकेपछि के गर्नु भन्दाखेरि चाहिँ अब अनि अर्को आउँछ नि इज दिस भिडियो मेड फर किड्स भनेर आउँछ, त्यसमा नो गर्नु। किन भन्दा हजुरको कन्टेन्ट किड्ससँग रिलेटेड छैन भने त्यसलाई नो नै गर्दा बेस्ट हुन्छ। अनि जहिले पनि हुन्छ नि भिजिबिलिटी चाहिँ तपाईँको पब्लिकमा राख्नु होला। अनि त्यति गरिसकेपछि तपाईँको भिडियो रेडी हुन्छ र अपलोड गरिदिनुहोस्। अनि आई होप दिस भिडियो हेल्प्ड होइन। अब मैले चाहिँ अब अलिकति इन्फर्मेसन दिएँ एज अ बिगिनर फ्रेन्डली। अब धेरै कुरा चाहिँ मैले एकदम हुन्छ नि ब्रोडली गएन, किन भन्दा सुरुमा त अब तपाईँले धेरै कुरा तपाईँले बुझ्न सक्नुहुन्न, त्यही भएर मैले एकदम छोटो मिठो इन्फर्मेसन कसरी युट्युब च्यानल बनाउने भन्ने मात्र दिएको छु। आई होप दिस भिडियो हेल्प एन्ड थ्याङ्क यू। अनि मलाई चाहिँ लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु।